ए ए साँच्चै अड्डामा पनि जानु थियो लेफ्ट ह्यान्डले पो बोलाउँदै थियो त हौ के गर्नुपर्ने हो राति राति मातेर बोलाउँछ जानुपर्ने होला हौ बिचरा त्यसले पनि बोलाइरहेछ जान्छु अब यो गिलास पनि के जानु पर्यो बोलाइरहेछ किन हराएको नि ओ भाइ खोइ अड्डामा बोलाएर आफै ल्यान्डुम भएछ भाइ ओ आइपुग्यो हो यहाँ आइपुग्यो म उठ भाइ के कामले बोलाउँछ मातेर लम्बु के भयो भन त भाइ एउटा फुच्चे छ कि त्यसलाई चाहिँ कलर न्यू खोज्यो अरे कि अनि मलाई भक्कै लगाइसक्यो न्यू दाइ न्यू खोजेछ भने कि अनि तपाईँलाई भने मातेको छु कि आज सक्दिनँ कुन तेरो भाइ हो कि को भन्दा मेरो भाइ नै हो भनौँ न तेरो भाइलाई कुदेको सिधा डोनको सेकेन्ड ह्यान्डको भाइलाई अम्बो यही त मैले भनेको यो फुच्चे छ अघि मैले पार्कमा भेटेको थिएँ त भाइलाई बोलाउनु जान्छु भनेको थियो आइज भाइ आइज बस बस यही त भनेको त दा मैले अघिदेखि चाहिँ को भाइ हो मेरो भाइ हो दा यसले होला होइन यसले होला होइन कम्प्लेन गरेको यो त मैले त्यहाँ भेटेको पार्कमा अस्ति होइन हिजो पनि होइन कहिले पो अघि दिउँसो पो होला होइन भएर सबै बिर्सिनु थालेछु साला हँसाएको तैँले रिस उठाएको त्यो खालको मान्छे रहेछ ला के हो दा कहाँ खतरा हो ओइ कहाँ फुच्छु यता तपाईँको ब्याकग्राउन्ड मलाई याद थिएन नि त मैले तपाईँको चर्चा त सुनेको थिएँ तर तपाईँको त्यो चिनेको थिइनँ अब चिनेँ मैले त्यो सोध्नु पर्छ नि त ब्याकग्राउन्ड तपाईँको चाहिँ ब्याकग्राउन्ड तपाईँको चिनेँ नि त मैले अब चाहिँ तपाईँले म जस्तो मुलेर मारेर के पाउनुहुन्छ हातमा त मैला हुन्छ तपाईँको इग्नोर गर्ने हो त मलाई याद थिएन त दा याद थिएन मलाई अब यहाँ सुन्नु यहाँ बस्नु त तपाईँ यतिकै बस्नु मलाई दामी चिज लिएर आउँछु ल ल भाइ हुन्छ त म केही गर्दिनँ नि अब त मैले चिनेँ नि त तपाईँलाई चिनेँ त पुष्पाको डन हुन्छ हुन्छ अहिले त झ्याप्ले पनि छोड्यो फुच्चेलाई त्यसले लगाएको थिएँ खान्छ नि त कहाँ गयो त्यो आइपुग्यो दाम आइपुगेँ त फेरि त भेट यसलाई त नबुझी पर्खिनु न दा पर्खिनु लेफ्ट ह्यान्डको राइट ह्यान्डको भाइ हो यहाँ ओ भाइ घुम्ने जानु चाहियो त भाइ झ्याप चाहिँ नि झ्याप हुनु भाइ झ्याप हुनु भाइ गिलास गिलास पर्दैन हामीलाई हामी त यस्तै हो सबैले डोनलाई नदिएर त के खाऊ वाउ नसक्ने दा मलाई पनि राख्दिन न सबै सकेछ हेर न एक दुई गरी खा त ओइ मेरो बेसी नदे ओइ ओइ देला मान ओइ म त अन्त सक्यो त सक्यो ओइ उठा उठा ओइ त्यो माछा भयो अहिले एकै गेममा लुडलुकै हुँदो रहेछ जस्तो त्यो त कहाँ खान्छ त म पुगेँ भाइ उयो चप्पल लिएर आइज त मजा आइदियो आज मजा आइदियो त मैले गुड बोय यस राम्रो काम गरिस् भाइ त्यसरी हेर त मन परि गर्नु हुँदैन नि हेर त डोनलाई तैँले न्यू खोजेछ साधुदेखि चाहिँ नगर्दै भाइ त्यस्तो चिनी छैन ल भाइ तँलाई पनि कसले दुःख दियो भने काभ्रेको डनसँग सम्पर्क गर कसलाई भन्दा मलाई भाइ
ल सबैजनालाई नमस्कार, म चाहिँ युनेश शर्मा, मङ्की इन्टरटेनमेन्टको नयाँ मेम्बर आइसकेको छु। अनि यो चाहिँ हाम्रो इन्टरटेनमेन्ट पर्पजको लागि मात्रै बनाएको हो। मजाले हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब सबै गरिदिनुहोस् होला, अनि सेयर पनि गरिदिनुहोस् होला। नमस्ते। र म चाहिँ मातेको छुइनँ र मेरो नाम कृष्ण शर्मा, यो मङ्की इन्टरटेनमेन्टको मेम्बर हो। र तपाईँहरूले लाइक सब्सक्राइब सेयर गरिदिनु। ल हामीले यो भिडियो बनाउनुको लागि कति मेहनत गर्नुपर्छ। र धन्यवाद, थ्याङ्क यू। कस्तो न्यु खोज्यो हो त्यो भुतेले आयो। र मलाई त चिन्नुहुन्छ होला, नमस्ते। एकपट्टि नयाँ मेम्बर ल्याएको छु युनेश शर्मा, एकपट्टि कृष्ण शर्मा। र हाम्रो भिडियोको नयाँ मेम्बर 2 जना पनि अझै सामेल हुनुभएछ। र हामीमा जब 5 जना भएको छौँ नयाँ मेम्बर। र अबदेखि यस्तो भिडियो आइरहनेछ। र लाइक सेयर सब्सक्राइब गरिदिनु होला, मलाई त चिन्नुहुन्छ। र यस्तो भिडियो आइरहन्छ, तपाईँहरूको इन्टरटेनमेन्ट गर्नुहुन्छ। तपाईँको सिर्फ 1 लाइक 1 सब्सक्राइब 1 सेयर गर्दा मेरो युट्युब च्यानल ग्रोथ हुनेछ। र धन्यवाद, थ्याङ्क यू।